नमस्कार, मेरो नाम रोशन परियार। म 20 वर्षको भए। मेरो घर स्याङ्जा जिल्ला बिरकोट नगरपालिका वडा नम्बर 1 करुङमा हो। हाल म पोखरा बस्दै आइरहेको छु। विगत 2 वर्षदेखि म यस माइती गोर्खामा ट्रेनिङ गर्दै आइरहेको छु। म सिङ्गापुर पुलिस फोर्समा भर्ती हुन चाहन्छु किनभने जुनसुकै जातजातिलाई पनि यहाँको छनौट प्रक्रिया निशुल्क, निष्पक्ष र पारदर्शी छ। हाम्रो नेपाली समाजमा यो एकदमै सम्मानित पेशा भनेर चिनिने गर्दछ र साथसाथै म भर्ती भयो भने मेरो गाउँठाउँको, समाजको र परिवारको पहिलो उदाहरणीय व्यक्ति बन्ने अवसर पाउनेछु। मेरो गाउँठाउँमा केही योगदान गरी म र मेरो परिवारलाई गर्व महसुस गराउनुको साथसाथै मेरो भावी पुस्तालाई र मेरो परिवारलाई राम्रो जीवनशैली पनि दिन पाउने अवसर पाउनेछु। म यहाँको मूल्य र मान्यता एकदमै मनपर्छ, त्यसकारणले म गोर्खा कन्टिजेन्ट सिङ्गापुर पुलिस फोर्समा भर्ती हुन चाहन्छु। म पोहोरको एटेम्प बिएमा देखाए तापनि योपालि जिसीमा देखाउनुको साथसाथै म फाइनलसम्म आउन सफल भएँ। मेरो पहिलाको एटेम्पमा म अलिकति एजुकेसनमा कम हुनुको साथसाथै मेरो रनिङ पनि कम थियो। म ती कुराहरूलाई ध्यान दिँदै निरन्तरता ट्रेनिङमा अनुशासित भई ट्रेनिङ गर्नुको साथसाथै मैले रनिङ पनि राम्रो गराएँ र म अहिले फाइनलमा आउन सफल भएको छु। म के भन्न चाहन्छु भन्दाखेरि कुनै ठाउँमा गएर पनि हार नमान्नु, निरन्तरता दिनु, हरेस नखानु भन्न चाहन्छु। आफूले मनबाट चाहेर गर्यो भने एक दिन अवश्य सफल भइन्छ र म यहाँसम्म आउन सफल भएँ र अब मेरो धेरै दिन छैन, केही दिन छ। म राम्रो गर्दैछु, भित्र नि राम्रो गर्छु भन्ने आशा छ। यो वर्ष भर्ती लाग्छु भन्ने आशा छ। नमस्ते। Well, I saddled up my shoes, headed out at dawn. Yeah, I saddled up my shoes, headed out at dawn. Ain't no place gonna hold me when the road keep rolling on. Left my baby crying, said you can't live that way. Left my baby crying, said she can't live that way. I told her love ain't chained down, it just comes and drifts away. Record play गर्छ आज 37 answer Mama, come on, Mama. Saw the sun in the distance, looked like a burning coin. Saw the sun in the distance, looked like a burning coin. Lord, I don't need no preacher, just that dust roll to join. Now I'm rolling through the valley, wind hums through my head. Yeah, I'm rolling through the valley, wind hums through my head. You can't tell my woman I'm gone, and I ain't coming back. टेस्ट कस्तो हुँदैछ? राम्रो हुँदैछ सर। ओके रोशन, बधाई छ। पहिला सुरु त सेकेन्ड एटेम्पमै तिमी जिसी चाहिँ पहिलो एटेम्पमै आफ्नो नाम निकाल्न सफल भयो होइन? हजुर, धन्यवाद सर।
तिमी केही दिनमा चाँडै क्याम्पभित्र छिर्दैछौ तिमीलाई कस्तो फिल भइरहेछ क्याम्पभित्र छिर्नु जान तिमीलाई एक्साइटमेन्ट भयो कि नर्भस भयो कि के भयो मलाई गर्व महसुस भएको छ साहब किनभने अब मेरो गाउँ ठाउँबाट पहिलो व्यक्ति एउटा दलित समुदायबाट यहाँसम्म आउन सफल भएको छु त्यस कारणले गर्व महसुस भएको छ इफ तिमी गोर्खा कन्टिजेन्ट सिङ्गा पुलिस फोर्स भयो भने आफ्नो गाउँलाई के योगदान दिन चाहन्छौ म मेरो गाउँलाई अब पहिलो कुरो त मेरो गाउँ अलि टाढा भएको हुनाले अब केही बस्ने प्रतीक्षालयहरू चौताराहरू बनाउन चाहन्छु र साथसाथै मेरो गाउँ कृषि पेसामा आबद्ध भएको हुनाले त्यहाँ के सहयोग गर्न सक्छु त्यो गर्नेछु र भलिबल कोर्टहरू पनि एउटा युथ जोस भएका युवाहरूलाई पनि एउटा एक्टिभ हुने अलि राम्रो खेल मैदान बनाउन जान्छ ओके तिम्रो अहिलेसम्मको बेस्ट डोको टाइमिङ कति छ मेरो बेस्ट डोको टाइमिङ 38 मिनट 22 सेकेन्ड छ सर ओके त्यसलाई इम्प्रुभ गरेर भित्र भर्ती भएर जान्छु भन्ने विश्वास छ नि है छ सर ओके अनि तिमीले 800 मिटर चाहिँ कति मिनट थियो तिम्रो एकदम सुरुमा आउँदा र पछि कति मिनटमा हान्न सफल भयो यसो सुरुमा आउँदा मेरो लगभग 3 मिनटको हाराहारी थियो र अहिले चाहिँ म 2 मिनट 12 सेकेन्डमा हान्न सफल भएँ र निर्माणमा सफल भयो ल ठिक छ अब तिम्रो 28 नोभेम्बरमा हुन्छ नि हजुर ओके अल द बेस्ट फर योर सिलेक्सन होप यु विल गेट सिलेक्टेड इन गोर्खा कन्टिजेन्ट अफ सिङ्गापुर पुलिस फोर्स इन दिस इन्टेक 2026 है त धन्यवाद थ्याङ्क यू गुड 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 भेट्दै एकजना काट्छ गुड आफू टेस्टमेन्ट गरे भाइ टेस्टमेन्ट गरे गुड गुड भाइ गुड 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 आइज दौडी त अब त्यस्तो आयो दौडी कम on lead the group back come on for good आइज good भाइ good come on भाइ good जा come on निस्कल भेटाइ come on जा दौडी लेपड जा come on सँगसँगै जा भाइ भनिन्छ नि जुन व्यक्तिले आफ्नो बुबा आमाको सधैँ सम्मान गर्छ अनि घर परिवारको जिम्मेवारीप्रति बढी झुकाव देखाउँछ त्यो व्यक्ति भविष्यमा अवश्य सफल व्यक्तिको रूपमा उदयमान हुनेछ। यसैका उदाहरण हुन् भाइ रोशन परियार। स्याङ्जाको भिरकोट नगरपालिका स्थित एउटा सानो गाउँको साधारण परिवारमा जन्मिएका उनी सानैदेखि आफ्नो घर परिवारप्रति उच्च सम्मान राख्ने जिम्मेवारपूर्ण थिए। स्वभावले उनी आफ्नो धरातललाई सधैँ सिरोपर गर्ने मेहनती, लगनशील, निडर, साहसी, अति नै मिलनसार। यस्तै शालीन स्वभाव भएका उनी लाहुरे बन्ने सपना बोकेर यस माइटी गोर्खा ट्रेनिङ सेन्टरमा आबद्ध भएका थिए। उनले आफ्नो पहिलो एटेम्प्टमा बिएमा नेट फेस गरे तर सफल हुन सकेनन्। दृढ इच्छा शक्तिका साथ लागि परेका उनी आफ्नो दोस्रो एटेम्प्ट इन्टेक 2026मा सिङ्गापुर पुलिसमा नाम निकाल्न सफल भएका छन्। इस माइटी गोर्खा परिवारको तर्फबाट भाइलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना। उनका आउने दिनहरू थप प्रेरणादायी तथा फलदायी रहोस्। बाबुले कति सानैदेखि त्यसको सपना म लाहुरे बन्छु भन्ने, अब हामीहरूलाई सुन्दाखेरि दुःख हुन्छ, यस्तो हुन्छ भन्ने कुराहरू सुन्दाखेरि पिर लाउँथ्यो। छोराले कसरी काट्ला यस्तो दुःख समय भनेर। तर उसले अचानक
पास भएँ, भर्ती लाग्यो बाबा मम्मी भनेर सुनाउँदाखेरि हामी अचम्म केही शब्दै भएन, निशब्द भयो। यो बक्कै नै आएन, त्यो पहिलोचोटि त सुन्दाखेरि बक्कै नै आएन। त्यसपछि मन अलि हल्का हल्का हुँदा 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 बल्ल होइन भन्ने कुरा थाहा भइसकेपछि पहिला आफैलाई सम्हाल्नै गाह्रो भयो। त्यति हर्ख लाग्यो, खुसी लाग्यो। खुसी लाग्यो। यस्तो कस्तो लाग्यो हजुर? आमालाई नि खुसी नै लाग्यो नि, छोरो त्यस्तो ठाउँमा गएर सफलता भएर अगाडि बढ्दा आमालाई किन खुसी लाग्थेन र धेरै खुसी लाग्यो। कता कता मन पनि छोरो कहाँ कहाँ पुग्ने कस्तो गर्ने भन्ने कति चिन्ता पनि लाग्यो। हेर्नु सर राम्रो होस् त्यसलाई सबै थोक, त्यसको सबै थोक मनको कामना पुरा होस्, अप्ठ्यारो गाह्रो नपरोस्, सही कुशल जस्तो गर्छ उस्तै राम्रो खुसीसँग आओस्। पहिलोपल्ट अनि बाबुलाई सिङ्गापुर ड्रेसमा देख्न पाउँदा होइन, भेट्न पाउँदा तपाईँहरूलाई कस्तो फिल भयो नि हजुरहरूलाई? भन्नै सकिँदैन। त्यो त धेरै खुसी लाग्यो। त्यो पलको खुसी भन्ने कुरा त आजसम्म भेटिएकै थिएन। बाबुले सिङ्गापुर देखाउँछु भनेर आफूले मेहनत गरेको कहिले बच्चैदेखि हो? हजुर बच्चैदेखि जानी नै हो। सनको बारेमा भनिदिनु न हजुरहरूले। यतै कतै किला गाड्ने, उफ्रिने, झुन्डिने गर्दो रहेछ। बुट्टा चढ्ने, बुट्टामा चढ्ने, अनि गाउँतिरको आन्टीहरू अङ्कलहरूको वस्तुहरूलाई घाँस झार्नलाई बुट्टामा जाने। अनि कसरी त्यो ठाउँमा पुग्छु भनेर नै कोसिस गर्थ्यो कि यसरी बुट्टामा नचढ, अप्ठ्यारो हुन्छ, लोटिन्छ, चोट लाउँछ भन्दाखेरि लुकी लुकी जाँदो रहेछ र अरूको घाँस ठुल्ठुलो बुट्टामा चढिदिने, घाँस झार्ने, अनि आएर त्यो उफ्रिने भन्नाले त्यो झुन्डिने के गर्ने त्यस्तो गर्दो रहेछ। अनि अहिले अलि बुझ्ने भइसकेपछि त अब 11-12 पढेपछि त ऊ दुगुर नै लाग्यो आफू। रनिङ गर्छु भन्ने, बिहानमा दगुर्ने यताउता गर्थ्यो। मम्मीले कराउने, यस्तो नदुगुर, दुःख नगर भन्ने। अनि मम्मीलाई उल्टो कराउँदो रहेछ। मम्मी म थुपुक्क यो एउटा कोठामा बस्छु, त्यसो भए पाल्नुहुन्छ सधैँभरि मलाई, त्यस्तो किसिमले मम्मीलाई बोल्ने। त्यसपछि फेरि दुःख नगरी कहाँ सुख हुन्छ भन्ने। यस्तो यस्तो कहिलेकाहीँ खुसी भएको बेलामा फेरि पख्नु त म हजुरलाई लाभ्रे भएर देखाउँछु भन्थ्यो अरे। कस्तो हुन्छु र हजुरलाई कस्तो ठाउँमा लिएर राख्दो रहेछु पर्खिनु न, मैले गर्दैछु, चिन्ता नगर्नु न मम्मी भन्थ्यो। सफल भयो, त्यसैमा धेरै खुसी छ। बाबालाई अब घरमा नहुने म अब विदेशमा रोजगारीको लागि यिनीहरूलाई पाल्न हुर्काउन जानु पऱ्यो के अरे। जाँदाखेरि त्यो सिलसिलामा फोनमा कहिलेकाहीँ बात हुन्थ्यो। बाउ छोराको जन्मदिन अथवा नयाँ साल, बाउको मुख हेर्ने दिनमा एकदम राम्रो राम्रो शब्दहरू लेखेर पठाउँथ्यो। बाबा यो छोरो भइसकेको छ, हजुरको दुःख बुझेको छ, 7 दिन भइसकेको छ, गर्दैछु मेहनत, नआत्तिनु, हजुरलाई 7 दिने छोरो भइसकेको छ भनेर यस्तो यस्तो आधार लाग्ने शब्दहरू लेखेर पठाउँथ्यो। खुसी लाग्थ्यो। अब त्यसको भर्खर सुरुवात त्यो ठाउँमा पाइला टेकेको छ। अब ऊ पनि पाएको हुनै छ त्यहाँ होइन। अब उसको सोच विचारमा के गर्छ, के निर्णय गर्छ, के गर्छु गाउँ समाज परिवारलाई भन्ने उसले अब केही सोचेको होला। त्यसमा हामी पनि सहमति हुनेछौँ। र बाबामा जहिले पनि आफ्नो बच्चालाई जति नै ठुलो भए पनि सानै देखिँदो रहेछ है, सानै देखिँदो रहेछ। अब अहिलेसम्म केही कुरा काट्थेन बाबुआमाको, कुनै पनि कुरा काट्थेन। तपाईँहरूले जे निर्णय गर्नुहुन्छ त्यसमा म सहमत हुन्छु बाबा मम्मी भन्थ्यो। अब आउने दिनहरूमा अब कस्ता निर्णय होलान्, कस्ता कुरा होलान्, अब त्यो समयअनुसारको कुराहरू होला के, त्यति बेलै थाहा होला। तब आमाको मन है, अब बाबुलाई 3 वर्षपछि बल्ल देख्न पाइन्छ होला। नातिनु है, आफूलाई सम्हाल्नु। बाबु राम्रो ठाउँमा पुगेको छ होइन, फोन गरिरहेको छ। हस् धन्यवाद है त। हस्।